सर्वप्रथम चाहिँ बधाई छ। धन्यवाद। भर्खरै कार्यभार पनि सम्हाल्नु भएको छ हैन। 2/3 को बहुमत प्राप्त बलियो सरकारले चाहिँ अब एउटा जिम्मेवार दिएर हजुरलाई देवपत्र बजारको सुधारका लागि भनेर अध्यक्ष बनाएर पठाएको छ हैन। अब चाहिँ कसरी अगाडि बढ्नुहुन्छ अथवा तपाईको चाहिँ अब कार्ययोजना के हुन सक्छ? मलाई यो बोर्डको अध्यक्षको रूपमा नियुक्त गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, मन्त्री परिषद, सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु तपाईँ मार्फत। पहिला पुँजी बजारको क्षेत्रमा जे बोलिन्थ्यो, जे भनिन्थ्यो कि यो चिज हुनुपर्छ भनेर अब आउटसाइडर भएको थियो। अब त्यसलाई जिम्मेवारी पूर्वक लिएर त्यस कार्यान्वयन गर्ने ठाउँमा आइपुगिया छ र नेपाल सरकारले विश्वास गरेर दिएको छ यो जिम्मेवारी र त्यसैलाई नै कार्यान्वयन गर्न भनेर म आज जब नियुक्त भएर शपथ ग्रहण गरेर आएको छु र सुरु नै गरिसकेका छु कि हाम्रो भिजन के हो। यसमा 2-3 वटा कुरा छ। एउटा त राज्यको भिजन के हो पुँजी बजारको विकासको लागि, त्यो चिज नेपाल सरकारको नीति तथा कार्यक्रममा र बजेटमा अभिव्यक्त भएर आएको छ। दोस्रो, यो बजारलाई विकास गर्नुपर्छ र त्यसको आवश्यकता कहाँ लुपहोल्स छन्, के विचार गर्नुपर्छ भनेर पूर्व मन्त्रीज्यू रामेश्वर खनालज्यूको अध्यक्षतामा एउटा संयोजकत्वमा एउटा आयोग बनेको थियो। त्यसले दिएका सिफारिसहरू छन्, बहुतै प्राग्मेटिक सुझावहरू छन्। ती सुझावहरूलाई ग्रहण गर्दै नेपाल सरकारले कार्यान्वयन गर्ने पनि भनिसकेका छ। ती सुझावहरूलाई पनि इन्कर्पोरेट गरेर कार्यान्वयन गर्नु छ, जो एकदमै स्टडी गरेर प्राग्मेटिक छन्। तेस्रो, मेरो आफ्नै अनुभवले पनि यो बजारमा के सुधार गर्नुपर्छ भनेर निरन्तर यसको अध्ययन अध्यापन गरिएको र वित्तीय क्षेत्रमा आफ्नो काम गर्दाखेरिका अनुभवले जे जति अनुभवहरू भएका छन् तिनीहरूलाई पनि केही चिज जो ती आयोगका सुझावहरूमा छैनन् तिनीहरू पनि प्राग्मेटिक रूपमा मैले अनुभव गरेका चिजहरूलाई पनि इन्कर्पोरेट गर्ने गरी सम्भवतः छिट्टै अब यो आर्थिक वर्षको एन्डसम्ममा र नयाँ आर्थिक वर्षको देखि कार्यान्वयन हुने गरी क्यापिटल मार्केटको प्लान बनाउँदैछु र त्यो प्लानमा अलरेडी आइसकेका सुझावहरू, गभर्नमेन्टको प्रायोरिटिजहरू प्लस मैले चाहिने सोचेको एउटा इन्टरनेसनल स्ट्यान्डर्डको क्यापिटल मार्केट कस्तो हुनुपर्छ, जहाँ पुँजी लिने र पुँजी दिनेहरूको इन्टरेक्सन र रिस्क चाहिने अनुसार इन्भेस्टरहरूको रिस्क एपेटाइट अनुसारको इन्स्ट्रुमेन्ट्सहरूको विकास अनि प्लस लिक्विड ट्रान्सपरेन्ट मार्केट, बोथ प्राइमरी मार्केट एन्ड सेकेन्डरी मार्केट, दुईटै मार्केटहरू तपाईको इन्टरनेसनल स्ट्यान्डर्डको हुनु पर्यो कि नेपालमा, ताकि इन्टरनेसनल स्ट्यान्डर्ड इन द सेन्स द्याट कि त्यहाँ जुन अन्तर्राष्ट्रिय प्रचलनमा भएका अभ्यासमा भएका रुल्स छन्, रेगुलेसन्सहरू छन् अनि इन्स्ट्रुमेन्ट्सहरू छन्, तिनीहरूका क्यारेक्टरहरू छन्, त्यस्तै स्ट्यान्डर्ड त्यस्तै टेक्नोलोजिकल्ली साउन्ड भएको चाहिने बजार पनि हुनु पर्यो र ती चिजहरूलाई डेभलप गर्ने प्रक्रिया स्वरूप प्लान बनाएर अब प्रायोरिटी दिएर प्लान बनाएर र त्यो आउटपुट छिट्टै अब जति समय मेरो छ त्यो समयमा हेर्न लायक एउटा चाहिने नेपाल यो साउथ एसियाकै चाहिने एउटा सेकेन्ड हबको रूपमा अब भारतभन्दा पनि कतिपय चिजमा त हामी अगाडि पनि हुन सक्छौँ पछि गएर, त त्योसम्म हुने गरी तयारी गर्ने मेरो लक्ष्य छ र त्यसमा काम गर्दैछौँ। काम सुरु नै भइसक्यो भन्दा पनि हुन्छ। यो इन्ट्राडे सर्ट सेलिङ हैन डेरिभेटिभ मार्केटका कुराहरू राखिएको छ। अहिलेकै यो प्रशासन अनि अहिलेकै प्रविधि जुन छ यसबाट कति सम्भव छ त यो राख्नलाई मात्र राखियो पनि भनिन्छ कि बाहिर चाहिँ गर्न सकिन्छ कि सकिँदैन भन्ने चाहिँ एउटा प्रश्न पनि छ। यसमा चाहिँ के छ हजुरको? कतिपय चिजहरू तयारी छैनन् भने पनि तयारी गरिन्छ। आखिरी यो यी कुराहरू यो सेकेन्डरी मार्केटको यो खास गरी सर्ट सेलिङ भन्ने चिजहरूलाई मैले अहिले नै हामी सुरु गर्ने मार्जिन लेन्डिङको कुरा भइसकेको छ। मार्जिन लेन्डिङको इम्प्लिमेन्टेसनमा आइसकेको छ एक किसिमको मार्जिन लेन्डिङ भनेर। जब त्यसमा 2-4वटा चिजहरू सेक्युरिटी, बरोइङ एन्ड लेन्डिङका कुराहरू थपिन्छ त्यसपछि त्यो सर्ट सेलिङ पनि इजी भइहाल्छ
र सर्ट सेलिङ आइसक्यो मार्केटमा भने त्यसले मार्केटलाई के फाइदा गर्छ भन्नुहुन्छ भने तपाईँको इन्भेस्टरहरूले अहिलेसम्म केवल सेयरको प्राइस बढ्यो भने मात्रै नाफा कमाउने अथवा गेन कमाउने र सबैको चाहना सेयर प्राइस बढे गरोस् भन्ने चाहना राख्छन् भने सर्ट सेलिङ भइसकेको भयो भने कुनै इन्भेस्टरहरू यस्तो हुन्छ जो सेयरको प्राइस घट्यो भने पनि फाइदा कमाउँछन् हैन। अब मार्केट बाँडिन सक्छ, तपाईँको कुनै मार्केट पार्टिसिपेन्ट्सले सेयरको मार्केटको प्राइस घटोस् भन्न पनि चाहन सक्छ, कुनै मार्केट पार्टिसिपेन्ट्सले मार्केटको प्राइस बढोस्। जसले तपाईँको पोजिसन लङ पोजिसन लिएको छ उसले बढोस् भन्ने चाहन्छ, जसले सर्ट पोजिसन लिन्छ अब उसले घटोस् भन्ने चाहन्छ। यसैले मार्केट डिफ्रेन्ट टाइप अफ एक्सपेक्टेसनमा काम गर्न सुरु गर्छ यदि इन्डिपेन्डेन्टली मार्केट चल्ने हो भने। त्यसले अनि एकरो तपाईँको दबाब हुँदैन कि मार्केटमा चाहिँ नि यो इन्डेक्स बढी गर्नुपर्छ भन्ने हुँदैन। जस्तो किसिमको एक्सपेक्टेसन विभिन्न चिजहरू यो मार्केटका इन्फर्मेसनहरूले इन्भेस्टरको बिहेभियरमा एक्सपेक्टेसनमा कस्तो किसिमको तिनीहरूले प्रोसेसिङ गर्छन् त्यही किसिमको मार्केटको ट्रेन्ड हुन्छ र अनि रेगुलेटरी निकायले पनि मार्केटमा अहिले यस्तो किसिमको ट्रेन्ड चलिरहेको छ भनेर एनालिसिस गर्न पनि सजिलो हुन्छ र यो वान साइडेड मार्केटबाट टु साइडेड मार्केट बन्न जान्छ। अब बढ्नेवालाको पनि घट्नेवालाको पनि इन्टरेक्सन हुने मार्केट बन्छ। त्यसैले सर्ट सेलिङ इन्स्ट्रुमेन्ट्स ल्याउनुपर्छ भनेर मैले पनि पहिला बोलिआएको र त्यो चिज विकसित देशहरूमा अथवा नजिकैका छिमेकी देशहरूमा सबै ठाउँमा बढिरहेको छ। त्यसलाई व्यवस्थित गर्न एउटा हामी त्यति गाह्रो छ जस्तो लाग्दैन। तर त्योभन्दा अगाडिको शर्त के हो भन्दा मार्जिन लेन्डिङको जुन यो रुल्सहरू छन् तिनीहरूको लागि तपाईले बजारबाट मार्केटबाट ब्याङ्कहरूबाट जो फन्डिङ छ ब्रोकरहरूलाई त्यो फन्डिङ लोन दिने फन्डिङको लागि हामीले केही सेयरहरूको चाहिँ धितो राख्ने अनि त्यो सेयरहरू एकले अर्कोलाई बरोर लेन्ड गर्न पाउने कानुनी व्यवस्थाहरूको सर्च गरेर त्यसलाई हामी कहाँ लुप होल्स छन् अथवा के चिज मिलाउनु पर्ने छ कानुनी रूपमा त्यो मिलाएर त्यसलाई छिट्टै लागू गर्न प्रयास गर्छौँ। त्यसै गरी इन्ट्राडे ट्रेडिङको लागि पनि कहाँ लुप्सहरू छन् ती लुप्सहरूलाई नेप्सेसँग इन्टरेक्सन गरेर के प्रब्लम छ त्यहाँनिर त्यो प्रब्लम सर्ट गराएर हामी त्यसलाई पनि लागू गर्छौँ। किनकि ती चिजहरू आधुनिक चाहिने तपाईँको पुँजी बजारका क्यापिटल मार्केटका स्टक मार्केटका इन्स्ट्रुमेन्ट्सहरू हुन्, यिनीहरूलाई हामी लागू गर्नुपर्छ। एनआरएनहरूलाई चाहिँ दोस्रो बजारमा वितरण गरेर पहिल्यैदेखि गृहकार्य पनि भयो, अध्ययन पनि भइराखेको छ होइन, भएर त्यो फाइल पनि छ। अब यसलाई चाहिँ कार्यान्वयन कसरी गर्न सकिन्छ त्यसमा पनि एउटा केही न केही हजुरले त सोच्नु भएको होला नि। कि पहिला एनआरएन आफैमा विभाजित थियो हैन, त्यसले गर्दाखेरि यस्ता किसिमका इन्स्ट्रुमेन्ट्सहरू ल्याउने जसलाई टार्गेट गरिएको छ त्यही संस्था धेरै विवादित भइरहेको अवस्था थियो। अब अहिले मैले सुनेको छु सबै चिजहरू यो सल्भ भएर उनीहरूमा पनि युनिफिकेसन भएको छ, युनाइटेड भएका छन्। अब हामीलाई सजिलो छ किनकि यो हाम्रो उद्देश्य पनि के छ भने यो नेपालको क्यापिटल मार्केटलाई अलिकति वाइड स्प्रेड चाहिने हाम्रो डायस्पोरामा पुर्याउने र उनीहरूको बचतलाई पनि उनीहरूको लगानीलाई पनि हामीले चाहिने नेपालमा भित्र्याउने त्यो सरकारको पनि उद्देश्य छ र क्यापिटल मार्केटले त्यसलाई राइट चाहिने एभेन्युजबाट उचित पोलिसीहरू बनाएर तपाईको इन्ट्रोड्युस गर्छ, उहाँहरूलाई यो मार्केटमा पार्टिसिपेट गराउँछ ताकि हाम्रो डिमान्ड फ्याक्टर पनि बढाउनु छ, इन्स्ट्रुमेन्ट्सलाई पनि तपाईको चाहिने अलिकति वाइडेन गर्नु छ, प्लस नेपालबाट पुँजी त्यति बाहिर नजाने किसिमको फेरि चाहिँ फरेन करेन्सी रिस्क नहुने किसिमले त्यसलाई कसरी मिलाउन सकिन्छ त्यो कुराहरू छिट्टै, त्यो पनि एउटा मेरो आफ्नै पर्सनल पनि एजेन्डा हो। ती चिजहरूको पोलिसी बनाएर के कामहरू भएका छन्, भएका कामहरूमा कहाँनिर हाम्रो नमिलेको छ ती कुराहरूलाई तुरुन्त मिलाएर हामी त्यसलाई पनि इन्ट्रोड्युस गर्नतिर लाग्छौँ। विगत लामो समयदेखि चाहिँ एउटा आन्दोलन गरेर आइरहनु भएको छ कर्मचारीहरू होइन, उहाँहरूको मागहरू त हजुरले अब बाहिरबाट अहिलेसम्म निहाली पनि रहनु भएको छ। यसलाई चाहिँ सम्बोधन कसरी गर्नुहुन्छ? इन हाउस कुरा हो यो, भनेको हाम्रो आन्तरिक कुराहरू हो। पहिला हामी आन्तरिक रूपमा एउटा डेलिभरेबल चिजहरू दिएर आन्तरिक रूपमा हामी राज्यको सरकारको अहिलेको स्पिडसँग क्यापिटल मार्केटलाई अलाइन गर्ने गरी काम गर्दै जाने हो र सरकारलाई पनि विश्वासमा लिएर र कर्मचारीलाई पनि विश्वासमा लिएर दुईटैको बिचमा मध्यस्थता गरौँ भनौँ न एक किसिमले। त्यो गरेर कर्मचारीहरू पनि मोटिभेटेड हुनु पर्यो स्वाभाविक रूपमा, उहाँहरूले पनि डेलिभरी दिने किसिमको वातावरण बन्नुपर्छ। प्लस र हामीले र
मोटिभेटेड कर्मचारीले मात्रै राम्रो डेलिभरी दिन्छ त्यो स्वाभाविक कुरा हो। र दोस्रो कुरा के भने हामीले पनि उचित गाइडेन्स दिन सक्नु पऱ्यो र लिडरसिप दिन सक्नु पऱ्यो उहाँहरूलाई कि हामी कतातिर ओरिएन्ट गर्न खोजेको कर्मचारीलाई उनीहरूको भविष्य सुरक्षित होस्, उनीहरू फाइनेन्सियल्ली जो आफ्नो पाएको सुविधाहरू छ ती सुविधाहरूप्रति होइन अब गुमाउनु पर्ने अवस्था नहोस्। तर कम्प्रोमाइजिङ नन कम्प्रोमाइजिङ के भन्दाखेरि इन्टेग्रिटी उनीहरूको डेलिभरी र अहिलेको त्यो डेलिभरी मात्रै होइन कि अहिलेको स्पिडसँग मिल्ने डेलिभरीमा उहाँहरू पनि हुनुपर्छ भन्ने मेसेज मैले एक किसिमको कर्मचारी साथीहरूलाई दिएको छु। दे आर मोटिभेटेड न, उहाँहरू मोटिभेटेड हुनुहुन्छ, डेलिभरी दिन तयार हुनुहुन्छ, धेरै कामहरू गर्नु पनि भएको छ र त्यसलाई अब सेपिङ दिनको लागि कति चिजहरू पर्खिनु भएको छ। त्यो पर्खेर कर्मचारी साथीभाइहरूबाट मलाई लाग्छ नन मोटिभेटेड भएर उहाँहरू बस्नु भएको छ जस्तो लाग्दैन। अब एउटा हिजोको दिनसम्म अन्यलमा हुनुहुन्थ्यो, त्यो अन्यलता सिधै दूर हुन्छ होला। विगतमा चाहिँ जस्तै सेभनले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेर नियमन गर्न सकेन, त्यसपछि चाहिँ राष्ट्र ब्याङ्कले नै एउटा खालको ब्रेकर लगाउनु पर्यो नीतिले सेयरको मूल्य बढ्ने आकाशिने भन्ने त्यो थियो नि। राष्ट्र ब्याङ्क र सेभनको सम्बन्ध कस्तो रहन्छ? हामी दुइटै नियमनकारी निकाय हो। राष्ट्र ब्याङ्क अब धेरै अनुभवले खारिएको पनि छ, उहाँहरूको कार्यक्षेत्र देशको समग्र आर्थिक नीतिलाई प्रभावित गर्ने किसिमको पनि हुन्छ र त्यस क्रममा अब वास्तवमा कतिपय कुराहरूमा के हुन्छ भने जस्तो स्टक मार्केट, पुँजी बजार, यी विषयवस्तुहरू भनेको सेभनकै बढी रेगुलेटरी पर्भ्यूभित्र पर्ने विषयहरू हुन्। मलाई लाग्छ राष्ट्र ब्याङ्कको मेरो आफ्नै पनि अनुभवले र मेरो मातृ संस्था पनि भएको नाताले त्यहाँबाट बोर्डमा पनि प्रतिनिधित्व हुन्छ। त्यहाँ गभर्नरज्यू पनि क्यापिटल मार्केट फ्रेन्डली नै हुनुहुन्छ, मन्त्रीज्यू फ्रेन्डली हुनुहुन्छ। उहाँको चाहिँ उसमा यो क्यापिटल मार्केट इन्जिन हो पुँजी जेनेरेट गर्ने र त्यही जेनेरेट गरेको पुँजीबाट राष्ट्रको ग्रोथ गर्नु छ, विकास गर्नु छ, आर्थिक समृद्धि ल्याउनु छ। त्यसैले तीनवटै निकायहरू एउटै डिरेक्सनमा हामी जान्छौँ र जति एक्सपेक्टेसनहरू खास गरी इन्भेस्टरहरूको पनि कुनै ठुलो नाजायज एक्सपेक्टेसन केही छैन। उनीहरूको चाहना के छ भन्दाखेरि हामीले लगानी गरेको पुँजी सुरक्षित होस् होइन, हामीले सकेसम्म लिएको रिस्क अनुसारको रिटर्न पाऊँ र बजारमा माल प्र्याक्टिसेसहरू नहुन्। माल प्र्याक्टिसेस नहुन् भनेर रोक्ने जिम्मेवारी सेक्युरिटिज बोर्डको हो, धितोपत्र बोर्डको हो र यसको फ्रन्टलाइन अझ एजेन्सी नेप्से हो। नेप्से पनि त्यत्तिकै रूपमा फ्रन्टलाइन रेगुलेटरको रूपमा डेभलप गर्नुपर्छ र त्यसलाई म आफ्नो प्रयास के छ भन्दाखेरि त्यसलाई पनि इन्जेक्ट गर्नुपर्छ बजारमा कि फ्रन्टलाइन रेगुलेटरको रूपमा त्यसको इफिसियन्सी पनि बढ्नुपर्छ। त्यसलाई रिस्ट्रक्चरिङ गर्ने कुरा पनि आइरहेको छ। त्यसैले लगानी गर्दा धेरै यहाँ आउनुपर्ने विषयवस्तु पनि होइन सेक्युरिटिज बोर्डमा, त्यसको डाइरेक्ट लिङ्केज सिधै स्टक एक्सचेन्जसँग बढी हुन्छ। उद्देश्य के हो भन्दाखेरि लगानीकर्ताहरू माल प्र्याक्टिसबाट, गलत अभ्यासबाट, गलत इन्फर्मेसनहरूबाट डाइभर्ट भएर नजाउन् र उनीहरूको लगानी यस अर्थमा कि उनीहरूले लिएको रिस्क अनुसारको रिटर्न पाउन् होइन। र त्यो रिस्कले नै मार्केट भएको हुनाले यसमा डुब्दैनन् कोही लगानी गर्दा, त्यो भन्न सकिँदैन किनकि उनीहरूले रिस्क लिएकै हुन् त्यो विषयमा। तर उद्देश्य के हो भने गलत प्र्याक्टिसले मार्केटमा फल खेलेको आधारमा कसैले नडुबुन्, त्यो हाम्रो उद्देश्य हुन्छ। त्यसरी राम्रा लगानीकर्ताहरू, इमान्दार लगानीकर्ताहरू अनि तपाईँको चाहिने शुद्ध बेसबाट आएका लगानीकर्ताहरूको लागि एकदम सुरक्षित मार्केट बनाउने। अब कसैले त्यसमा गलत गरेको छ, कुनै मार्केटमा माल प्र्याक्टिस गरेका छन् भने त अब कानुन विपरीत काम गरेका चिजहरूको त हामी हुँदैन, त्यसको त राज्यको अरू निकायले पनि हेर्छ, त्यसमा हामी भन्न सक्दैनौँ। तर यो लेभल प्लेइङ ग्राउन्ड सबको लागि सुरक्षित बनाउने र ओभरसाइट राम्रो बनाइदिने हाम्रो उद्देश्य छ, त्यो पुरा गर्छौँ। धितोपत्र बोर्ड चाहिँ लामो समयदेखि अब भाडामा बस्नु परेको स्थिति छ। आफ्नै भवनबाट चाहिँ कार्य सम्पादन हुन्छ। प्रयास म गर्छु यसलाई पनि। फिजिकल्ली इन्फ्रास्ट्रक्चर नेपाल धितोपत्र बोर्डको यत्रो ठुलो एजेन्सी छ, यो एक किसिमको यसको रेगुलेसन दायरा पनि धेरै भएको ठाउँ, यस्तो ठाउँमा हामी भन्दा अब आफ्नै एउटा भवन बनोस् र हाम्रो सबै साथीभाइहरूले त्यसबाट काम गरून् भन्ने विषयमा त्यो पनि हामी चर्चा गरिसकेका छौँ। त्यस्तो के भएको छ त्यो विषयमा हामी सोच्दै बुझ्दै र अगाडि प्रयास गर्दै नयाँ संरचनामा जाने प्रयास म पक्कै पनि गर्छु। यसमा थ्याङ्क यू सो मच।